सरोवर व्यवस्थापन पक्षलाई पहिला मेरो धन्यवाद। म बिमारी भए पनि उहाँदेखि त बडा आत्मबलका साथ यो मानव सरोवर यात्रा सफल गराइदिनु भयो, मेरो मनोआकांक्षा पुर्याइदिनु भयो र हाम्रो आकांक्षा पुर्याइदिनु भएकोमा यहाँलाई धन्यवाद, यो टिमलाई धन्यवाद। अब हाम्रो यो परिक्रमा पुरा भएकोमा हामीलाई पनि अति खुसी लागेको छ। धन्यवाद। हामी बिमारी हुँदाखेरि पनि यो सानो गाडी कारमा ल्याएर कोठामा पनि अक्सिजन र अरू औषधिहरूको व्यवस्था गरेर हामीलाई बिमारीलाई पनि सुविधा सहित यहाँ ल्याइदिनु भएकोमा उहाँहरूलाई धेरै धेरै धन्यवाद छ। This has been a surreal and a wonderful experience visiting Kailash in front of Mansarovar. It is a big spiritual journey for me, and I can't thank the team enough. They have kept us very comfortable. They have supported us through our spirituality, helped us connect and reconnect with God once again. A special thanks to Sagar and his wonderful team here. I can't recommend them enough. हाम्रो यात्रा काठमाडौँ हुँदै काठमाडौँबाट हामी सागा र जुन चाहिँ हाम्रो नेपालको तीर्थ लगायत काठमाडौँको आज यहाँ आएर मानस सरोवरमा भगवान पितृहरूको श्राद्ध गरेर लक्ष्यवर्ती प्रज्वलन गरेर हामी अब भगवान कैलाशको दर्शनको लागि परिक्रमाको लागि आज जाँदैछौँ। यस शुभ कार्यको लागि अपूरणीय सहयोग पुर्याउने हाम्रो कैलाश भिजन टुर्स एन्ड ट्राभल्सका सञ्चालक सागर भाइ लगायत क्यामेराम्यान हाम्रो भाइ समग्रमा सबैलाई धेरै हामीलाई हरेक खानपिनदेखि लिएर हाम्रो स्वास्थ्यमा ध्यान दिने समग्र हाम्रा भाइहरूलाई धेरै धेरै धन्यवाद दिँदै हामीलाई सुस्वास्थ्य गर्दै आजसम्म आएर हाम्रो मनको धोको पुरा गर्ने यत्रो अहम मनोकांक्षा पुरा गराउनेमा यसको हजुरहरूको अहम भूमिका रहेको छ। यसमा हजुरहरूको उत्तर प्रगति सुस्वास्थ्य र समग्र हजुरहरूको सपरिवारमा लगायत हाम्रा परिवारहरूको मनोकामना पुरा गर्न हजुरहरूले गरेको योगदानलाई हामी हाम्रो जीवनभरि अविस्मरणीय क्षण सम्झनेछौँ। अझै पनि भगवानको कृपाले हामी समग्र कैलाश परिक्रमा गर्न सकौँ। यसमा हाम्रो लक्ष्य भनेको त्यही हो। भगवानले हाम्रो लक्ष्य पुरा गरिदिउन्। यसमा भाइहरूको साथ सहयोग रहिरहने नै छ। कोही कसैलाई हाम्रो टिमलाई कसैलाई कतै केही नभइकन सुरक्षित तरिकाले भगवान कैलाशको परिक्रमा गरेर आफ्नो गन्तव्यमा सुरक्षित साथ फर्कन सकौँ। भगवान महाशिव भोलेनाथसँग हामी यही प्रार्थना कृपा गर्दछौँ र यो शुभ कार्यलाई यति योगदान महत्त्वपूर्ण बनाएर पूर्ण गराउने हाम्रो सागर भाइलाई मुरी धन्यवाद दिँदै यो कैलाश भिजन टुर्स एन्ड ट्राभल्स लगायत सम्पूर्ण हाम्रो सेवामा समर्पित हाम्रा दाइहरू सबैमा म विशेष धन्यवाद आभार प्रकट गर्दै हजुरलाई बिदा हुन चाहन्छु। एकदम अविस्मरणीय रहेको छ। लजिङ फुडिङ ट्रान्सपोर्टेसन सबैमा एकदमै राम्रो हामीले चाहिँ एकदम 5 स्टारको चाहिँ सुविधा सहित हामी यो यात्रामा छौँ। हामीलाई असाध्यै खुसी लागेको छ। मौसमले त्यतिकै साथ दिएको छ। यहाँ आउने भाइहरू सबैले हामीलाई हरेक क्षेत्रमा सहयोग गर्नुहुन्छ। असाध्यै खुसी छौँ हामी। यस्तो उहाँहरूको सेवा देखेर मलाई अचम्म लागेको छ। हामी एकदमै धेरैभन्दा धेरै खुसी छौँ र हामी विभिन्न क्षेत्रबाट यहाँ आबद्ध भएर यो धार्मिक यात्रा पूर्ण रूपले सफल हुनेछ। उहाँहरूको चाहिँ सहयोग एकदमै अविस्मरणीय एकदमै चाहिँ प्रभावकारी लागेको छ। यसमा विशेष गरी हाम्रो सागर सरलाई म धेरै मुरी धन्यवाद दिन चाहन्छु र यो टिम जुन छ उहाँसँग आबद्ध टिम जुन छ त्यो टिमलाई समेत म मुरी धन्यवाद दिन चाहन्छु। हस्, धन्यवाद। मेरो जीवनको ठुलो लक्ष्य जो थियो नि कैलाश, हाम्रो हिन्दू धर्मअनुसार सबभन्दा हाम्रो यो इन्डिया नेपाल चाइना जुन जति छ नि तपाईँको कैलाश शिव भगवान शिवजी हुनुहुन्छ नि। उहाँकोमा एउटा शिवभक्त ब्राह्मण भएको हुनाले र उहाँले चाहिँ अब बोलाउनु भयो, ज्ञान दिनुभयो है। र ज्ञान दिएको हुँदाखेरि अब आज आएर उहाँको अब कैलाश आ भनेपछि म यहाँ आएर अहिले चाहिँ परिक्रम गर्दैछु र धेरै वर्ष पछाडि अब चाहना पुरा हुँदैछ। For making everyone's dream come true. Thank you so much. Thank you.